देख्न सक्नुहुन्छ फ्युल प्रपरली आइरहेको छ मित्रहरू तर भेहिकल स्टार्टिङ प्रब्लम छ र म क्र्याङ्किङ गरेर देखाउँछु यहाँलाई है क्र्याङ्किङ प्रपरली लिइरहेको छ तर भेहिकल स्टार्ट भइरहेको छैन अफ गरेँ मैले एन्ड अन गरेँ क्र्याङ्क गरेँ देख्न सक्नुहुन्छ मित्रहरू क्र्याङ्किङ प्रपरली लिइरहेको छ तर पनि भेहिकल स्टार्ट भइरहेको छैन एन्ड एगेन म फेरि क्र्याङ्किङ गरेर देखाउँछु यहाँलाई क्र्याङ्किङ प्रपरली लिइरहेको छ मित्रहरू तर पनि भेहिकल स्टार्ट लिन सकिरहेको छैन यदि क्लियर गर्दाखेरि पनि एगेन फेरि डिटिसी करेन्टमै आयो भने चाहिँ त्यो डिटिसीसँग चाहिँ हामीले काम गर्नै पर्ने हुन्छ नत्र भने हाम्रो भेहिकल स्टार्ट हुनेवाला छैन देख्न सक्नुहुन्छ दुईवटै फल कोड चाहिँ करेन्टमा भएको फल कोड चाहिँ रिपिट भएको छ देख्न सक्नुहुन्छ मित्रहरू P0001 मिटरिङ युनिट ओपन लोड इरर है अब मिटरिङ युनिटको पावर सप्लाई चाहिँ चेक गर्छौँ हामी मिटरिङ युनिट के हो र कहाँनिर हुन्छ भनेर चाहिँ यदि यहाँलाई जानकारी छैन भने म यहाँलाई बुझाउन कोसिस गर्छु नमस्कार मित्रहरू म रमेश मुक्तान फ्रम लमजुङ नेपाल भेहिकल हो महिन्द्राको TUV 300 ठिक छ यसको चाहिँ प्रब्लम के छ भन्दाखेरि इन्जिन स्टार्टिङ प्रब्लम छ है यो भेहिकल चाहिँ रोड साइडमा चाहिँ अटोमेटिकली चाहिँ भेहिकल इन्जिन स्टार्ट अफ भएको छ भने म भेहिकल रोड सर्भिस आएको छु है देख्न सक्नुहुन्छ यो रोड साइडमा छौँ र सर्वप्रथम म के रिजनले यो भेहिकल स्टार्टिङ प्रब्लम क्रिएट भइरहेको छ म सर्वप्रथम म यहाँलाई चाहिँ प्रब्लम एन्ड सिम्टम देखाउँछु देख्न सक्नुहुन्छ हाम्रो भेहिकलको इन्स्ट्रुमेन्ट क्लस्टरमा चाहिँ इन्जिनको चेक वार्निङ ल्याम्प चाहिँ इन्डिकेट गरिरहेको छ है र डायग्नोसिसको लागि मैले स्क्यान टुल पनि लगाइसकेको छु भने स्क्यान टुलमा यति धेरै फल कोड चाहिँ प्रोभाइड गरिरहेको छ है ठिक छ यदि धेरै फल कोड प्रोभाइड गरिरहेको छ भने हामीले मात्रै सिम्पली स्टार्टिङ प्रब्लमसँग रिलेटेड चाहिँ फल कोडसँग रिलेटेड चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ अफ गरेँ एन्ड देन अन गरेँ है त अन गर्दाखेरि हाम्रो अगाडि इन्जिन कम्पार्टमेन्टमा फ्युल पनि प्रोपरली आइरहेको छ ठिक छ म अहिले इन्जिन कम्पार्टमेन्टमा आइसकेको छु भने देख्न सक्नुहुन्छ फ्युल प्रपरली आइरहेको छ मित्रहरू तर भेहिकल स्टार्टिङ प्रब्लम छ र म क्र्याङ्किङ गरेर देखाउँछु यहाँलाई है क्र्याङ्किङ प्रपरली लिइरहेको छ तर भेहिकल स्टार्ट भइरहेको छैन अफ गरेँ मैले एन्ड अन गरेँ क्र्याङ्क गरेँ देख्न सक्नुहुन्छ मित्रहरू क्र्याङ्किङ प्रपरली लिइरहेको छ तर पनि भेहिकल स्टार्ट भइरहेको छैन एन्ड एगेन क्र्याङ्किङ प्रपरली लिइरहेको छ मित्रहरू तर पनि भेहिकल स्टार्ट लिन सकिरहेको छैन म डायग्नोसिस टुलमा चाहिँ फल कोड इन्सपेक्ट गर्छु है ठिक छ के रिजनले गर्दाखेरि चाहिँ भेहिकल स्टार्टिङ प्रब्लम क्रिएट भएको छ त्यो पनि म यहाँलाई बुझाउने कोसिस गर्नेछु यदि यहाँहरू मेरो यस अटोमेटिक टेक्निसियन नेपाल युट्युब च्यानलमा फर्स्टचोटि भिजिट गर्दै हुनुहुन्छ भने सब्सक्राइब गरी हामीसँग जोडिनु नबिर्सनु ताकि यस्तै अटोमोटिभ तथा भेहिकल डायग्नोसिस एन्ड ट्रबल सुटिङ एन्ड देन प्रब्लम सल्भिङको फुल डिटेलको भिडियोहरू चाहिँ म यहाँहरूको माझ ल्याइरहेको छु है SRS सप्लिमेन्ट र सिस्टेन्स सिस्टम SRS एयरब्यागसँग रिलेटेड हामीले चाहिँ मात्रै सिम्पली भेहिकल स्टार्टिङ प्रब्लमसँग रिलेटेड चाहिँ फर्डलाई हेर्छौँ है ठिक छ सेकेन्डमा छ U041600 है फेसिलिटी इडर इन्क्रिजिङ टर्क ESC रिक्वेस्ट ESC भनेको छ यसको रिजनले पनि होइन थर्डमा फल कोड छ मित्रहरू P0001 है ठिक छ मिटिङ युनिट ओपन लोड इरर यो चाहिँ यो डिटिसी देख्न सक्नुहुन्छ हाम्रो करेन्टमा आएको छ है यसैको रिजनले गर्दाखेरि चाहिँ हाम्रो भेहिकल स्टार्टिङ प्रब्लम क्रिएट भइरहेको छ मित्रहरू एन्ड देन अर्को फल कोड छ करेन्टमै P0299 वाला बुस्ट प्रेसर कन्ट्रोलर डिभाइसन अब म्याक्सिमम लिमिट भएको छ यो चाहिँ बुस्ट प्रेसरसँग अन्डर टर्बो चार्जर अन्डर बुस्टिङसँग रिलेटेड फल कोड हो यसको रिजनले चाहिँ होइन यस भेहिकल स्टार्टिङ प्रब्लम क्रिएट भएको चाहिँ अरू फल कोड लिन वेक अप इरर भनेको छ मेन डेली ओपन लोड इरर सफ्टवेयर रिसेट है मात्र दुईवटा फल कोड चाहिँ करेन्टमा आएको छ जुन फल कोड चाहिँ P0299 वाला है टर्बो चार्जर अन्डर बुस्टिङसँग रिलेटेड है एन्ड देन P0001 यो मिटिङ युनिट ओपन लोड इरर यो मिटिङ युनिट ओपन लोड इररको रिजनले गर्दाखेरि चाहिँ भेहिकल स्टार्टिङ प्रब्लम क्रिएट भइरहेको छ भने मिटिङ युनिटमा चाहिँ पावर सप्लाई गइरहेको छ कि छैन भने चाहिँ सर्वप्रथम हामीले इन्स्पेक्ट गर्नुपर्ने हुन्छ मैले यहाँनिर अगाडि यो पेसेन्जर कम्पार्टमेन्टको यो फ्युज बक्स भयो है यो फ्युज बक्स पनि मैले इन्स्पेक्ट गरिसकेँ फ्युज बक्समा यो फ्युजहरू पनि प्रपर ओके छ यहाँ हेर्दै हुनुहुन्छ कम्प्युटरमा यो यहाँनिर अगाडि इन्जिन कम्पार्टमेन्टको फ्युजहरू पनि प्रपर ओके छ कम्प्युटरमा हेर्दै हुनुहुन्छ चेक गर्दै हुनुहुन्छ यहाँनिर यो कनेक्टर छ नि गरेर म सर्वप्रथम एकचोटि चाहिँ हाम्रो यो फल कोड अर्थात् डिटिसी चाहिँ म क्लियर गरिदिन्छु यदि क्लियर गर्दाखेरि पनि एगेन फेरि डिटिसी करेन्टमै आयो भने चाहिँ त्यो डिटिसीसँग चाहिँ हामीले काम गर्नै पर्ने हुन्छ नत्र भने हाम्रो भेहिकल स्टार्ट हुनेवाला छैन देख्न सक्नुहुन्छ दुईवटै फल कोड चाहिँ करेन्टमा भएको फल कोड चाहिँ रिपिट भएको छ देख्न सक्नुहुन्छ मित्रहरू P0001 मिटिङ युनिट ओपन लोड इरर है अब मिटिङ युनिटको
पावर सप्लाई चाहिँ चेक गर्छौँ हामी। मिटरिङ युनिट के हो र कहाँनिर हुन्छ भनेर चाहिँ यदि यहाँलाई जानकारी छैन भने म यहाँलाई बुझाउन कोसिस गर्छु। मिटरिङ युनिट भनेको चाहिँ यहाँनिर हाम्रो फ्युल इन्जेक्सन हाई प्रेसर पम्पमा चाहिँ लाग्छ, यही हो मिटरिङ युनिट। यसमा पावर सप्लाई आएको छ कि छैन अब हामी यसमा इन्स्पेक्ट गर्छौँ मिटरहरू। यसैको रिजन गर्दाखेरि चाहिँ भेहिकल स्टार्टिङ प्रब्लम क्रिएट भइरहेको छ है। मिटरिङ युनिटको कनेक्टरमा चाहिँ म पावर सप्लाई चेक गर्न जाँदैछौँ, जसमा चाहिँ मैले ब्याट्रीको नेगेटिभ टर्मिनलमा एउटा कनेक्ट गरेको छ भने त्यसपछि यो मिटरिङ युनिटको कनेक्टरमा चाहिँ ओपन कनेक्टरमा इन्स्पेक्ट गर्न जाँदैछौँ। यसमा पावर सप्लाई आएको छैन भने चाहिँ यसको सर्किट कतै ब्रेक भएको हुनसक्छ, त्यो हेर्नुपर्ने छ। सर्वप्रथम चाहिँ म यसो पावर सप्लाई चेक गर्छु सम्म। मित्रहरू यसमा चाहिँ पावर सप्लाई प्रपरली आइरहेको छ है, देख्न सक्नुहुन्छ। यो यसमा 12 भोल्ट आइरहेको छ मित्रहरू है, पोजिटिभ 12 भोल्ट आइरहेको छ। यतापट्टि चाहिँ यो 3.48 भोल्टेज आइरहेको छ। यो चाहिँ ग्राउन्डले कन्ट्रोल गर्ने है, EMS इस्युले। यसको यो कनेक्टर छ नि, यो कनेक्टरमा चाहिँ यो लुज कनेक्सन हुनसक्छ। यो कनेक्टरमा चाहिँ जङ लागेको देखियो है। अब यसलाई चाहिँ म सर्वप्रथम क्लिन गर्छु, त्यसपछि हाम्रो डायग्नोसिस टुलमा चाहिँ जुन P0001 वाला फल्ट कोड चाहिँ रिपिट हुन्छ हुँदैन, त्यो क्लियर भयो भने चाहिँ हाम्रो भेहिकल 100% चाहिँ स्टार्ट हुन्छ। यो कनेक्टरलाई चाहिँ फिक्स गरेको छ भने अब युनिटमा चाहिँ म कनेक्ट गर्छु है, ठिक छ। कनेक्ट गरेर हाम्रो जुन P0001 वाला डिटिसी आइरहेको थियो त्यो क्लियर हुन्छ हुँदैन, त्यो सर्वप्रथम हेर्छौँ है। ओके मित्रहरू, हाम्रो डिटिसी चाहिँ अब क्लियर हुन्छ हुँदैन म यहाँलाई देखाउँछु है त। यदि यहाँहरू मेरो यस अटोमोटिभ टेक्निक्स नेपाल युट्युब च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला है, ताकि म यस्तै अटोमोटिभ तथा भेहिकल डायग्नोसिस एन्ड ट्रबल सुटिङ एन्ड देन प्रब्लम सल्भिङको फुल डिटेलको भिडियोहरू चाहिँ म यहाँहरूको माझ ल्याइरहेको छु। अहिले हाम्रो इन्स्ट्रुमेन्ट क्लस्टरमा जुन इन्जिनको चेक वार्निङ ल्याम्प आइरहेको थियो त्यो अटोमेटिकली चाहिँ ब्याक भइसकेको छ भने देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो भेहिकल स्टार्ट हुनुपर्छ है, ठिक छ। र म यो डायग्नोसिस टुलको चाहिँ यो करेन्टमा आइरहेको P0001 यो डिटिसी पनि क्लियर गर्छु। क्लियर गरिसकेपछि हाम्रो डिटिसी चाहिँ पुरा क्लियर हुनुपर्छ। एन्ड देन म रिड फल्ट कोड गर्यो। ओके, रिड फल्ट कोड गर्दाखेरि देख्न सक्नुहुन्छ मित्रहरू, अहिले हाम्रो जुन करेन्टमा आइरहेको मिटरिङ युनिट ओपन लोड इररको P0001 त्यो फल्ट कोड चाहिँ रिपिट भएको छैन मित्रहरू। त्यो फल्ट कोड चाहिँ क्लियर भइसकेको छ मित्रहरू, ठिक छ। यदि भइसकेपछि अब हाम्रो भेहिकल स्टार्ट हुन्छ मित्रहरू। अब म यहाँलाई चाहिँ भेहिकल स्टार्ट गरेर देखाउँछु। एकचोटि इग्निसन अफ गरेँ एन्ड देन मैले इग्निसन अन गरेँ है, ठिक छ। अब म भेहिकल स्टार्ट गर्छु है त। हाम्रो भेहिकल चाहिँ स्टार्ट भइसकेको छ भने म एन्ड अगेन म स्टार्ट अफ गर्छु एन्ड देन म फेरि स्टार्ट गर्छु है त। ओके मित्रहरू, अहिले हाम्रो भेहिकल चाहिँ प्रपरली स्टार्ट भइरहेको छ है, ठिक छ। ओके मित्रहरू, यति भइसकेपछि हाम्रो भेहिकल स्टार्टिङ प्रब्लम पनि सल्भ भइसकेको छ भने आजको लागि चाहिँ यति नै। यहाँहरूलाई मेरो यस भिडियो के कस्तो लाग्यो, यदि राम्रो लागेको छ भने लाइक तथा सेयर गरी च्यानललाई सब्सक्राइब गर्नुहोस्, ताकि यस्तै अटोमोटिभ तथा भेहिकल डायग्नोसिस एन्ड देन प्रब्लम सल्भिङको फुल डिटेलको भिडियो चाहिँ म यहाँहरूको माझ ल्याइरहेको छु। ओके, मिल्ने छ अर्को नयाँ भिडियोमा नयाँ टपिकको साथ। थ्याङ्क यू।